अरूको माननीय चुनाव जित्ने बित्तिकै काठमाडौँ हान्ने हाम्रो माननीय जङ्गल हान्ने हो साथीहरू पुरो यति फरक के हो सुनसरी क्षेत्र त्यसो भन्नुमा फ्रीमा नआफै बन्द हुन्छ आफै बन्द हुन्छ सानो सम्पत्ति यता त उताभन्दा राम्रो छ नि त बाटो उताभन्दा त्यता धेरै राम्रो छ उता समुद्र पनि म त जुत्तालाई माला लगाएर अनि त्यो केटाकेटी भाइ घरमै पैसा यसरी त नि यो हेर्नु पर्यो नि त धेरै लामो हेर्नु त्यस्तै अब पहिला मैले 20,000 भोट राम्रो काम गर्नु भएर के गर्छ भन्छ यो भाइले बुझिरहेको ठुलो मान्छे यो भाइको त कत्ता छ होइन उहाँको अघि मैले फेरि खेल्नु आएको है खेल्नु आएको काम गर्नु लिएको होइन नि मान्यज्यू अब अघि हजुरको कुराले त नगरेर फेरि यता अब यो श्रमदान के को लागि हामी बस्नु पानीको लागि उहाँ पनि आउनु पर्ने मैले चलाइरहेको श्रमदान उहाँले चलाउनु पर्ने हो छोडेको 3 महिना आँट्यो गर्नु अनि यहाँ श्रममा आउने श्रमदातालाई के अरे पानी खानको लागि पानी पठाइदिनु भनेर ट्याङ्करमा भन्दाखेरि उहाँले अब रोक्नु पऱ्यो भन्ने कुराले त मलाई त ठिक लाग्यो त्यसो भने चाहिँ मैले भने नि त यो श्रमदानबाट लिएको पानी सबै म तपाईँको चाहिँ ट्याङ्की बाहिर निकालेर निःशुल्क वितरण गर्ने गर्छ द्वन्द्व भन्नाले तपाईँको पुरानै रोग घेराउ त पब्लिकले घेराउ त गर्छ नि त नगरपालिका गर्दैन गर्छ नि चित्त बुझ्दो कुरा आएन भने गर्दैन र त्यो त गर्नुपर्छ पब्लिक त सार्वभौम भयो भूमिका चाहिँ अब केन्द्र र स्थानीयको समन्वय गर्ने समन्वयकारी भूमिका तर व्यवहार त्यस्तो खालको भएन नि त त्यसो भए त एउटा ट्याङ्कर रोक्ने गाडी नआइज भन्ने यस्तो हुँदैन नि त उहाँले त बुझ्नुपर्छ है अहिले कारोबार हुन्छ त त्यस्तो गर्नु हुँदैन अब ट्याङ्कर लिएर यहाँनिर पनि अब श्रमदातालाई होइन अब यहाँ श्रम गरेर आफू तिर्न लाग्छ केही पनि भएको थिएन किन अब यो औजार बोलाउनलाई गर्दाखेरि निवेदन लेख्नु भन्ने खालको कुरा गर्दैछ यो औजारहरू बोक्नु परेन भनेको थियो खानेपानीको गाडीले ल्याइदियोस् भने यो हामीले के को लागि गरे अब खानेपानीको लागि होइन होइन भने चाहिँ म त्यही त भनेर चाहिँ यो सबै मैले जति पनि जोडेको छु नि श्रमदाताले जोडेको छ नि मेरो अभियान अन्तर्गत यो सबै पानी हामी निकाल्छौँ निकालेर बाहिर निःशुल्क वितरण गरिदिन्छौँ होइन पब्लिक खुसी नै हुन्छ साँच्चै गरे कि तपाईँले भनिदिनु मात्रै होइन त्यो सहयोग गर्नु भएन भने भइहाल्छ गरिहाल्छ होइन त्यो गरिसकेपछि के हुन्छ भन्दाखेरि निःशुल्क खान्छन् पब्लिकले निःशुल्क आखिर निःशुल्क गर्नु भन्ने माग पनि थियो त श्रमदानबाट आएको निःशुल्क बाँड्दा हुन्थ्यो भन्ने थियो तथापि अब
चाहिँ नि होइन व्यवस्थापन गर्नुपर्छ नगर प्रमुख सदस्यबाट मैले त्यो गरेँ तर मात्र त्यो थियो नि त पब्लिकको त त्यसो भने त पब्लिक त खुसी नै हुन्छ होला नि त होइन के भन्नु त्यो यसले गर्दाखेरि त्यसतर्फ उहाँहरूले पनि असहयोगको भावना राख्नु भएको श्रमको अभियानलाई असहयोगको भावना राख्नु भनेकै तपाईँको के हो त भन्दाखेरि त्यसले थुप्रो कुराहरू दिन्छ त्यो लेभलमा है थ्याङ्क यू लु जाउँ ए यो बोकौँ